हेलो गाइज, आज चाहिँ म सुपा गर्दैछु। सुपा चाहिँ अलिक टाढा छ। यो चाहिँ स्कुलको ग्राउन्ड हो। म चाहिँ सुपा आउँदैछु, भोक लागेको छ, यसो खानेकुराहरू खानु पऱ्यो भनेर। ग्राउन्ड यता यस्तो छ ग्राउन्डहरू। हाम्रो गएको चाहिँ भोलि बिदा छ। गएको चाहिँ अब जापानमा चाहिँ भोलि टाइफा आउनु सक्छ। त्यही भएर चाहिँ गएको चाहिँ बिदा ल्याएर घरमै बस्ने, रुमभित्रै बस्ने, बाहिर ननिस्किने। निस्किनु पऱ्यो भने मात्र निस्किनु पर्ने काम भयो भने मात्र निस्किने भनेर त्यो भोलि चाहिँ हामीलाई बिदा परीक्षा छ। भोलि गएको बिदा छ, भोलि सकिएको काम पनि छैन। यो चाहिँ हाम्रो रुम छेउमा रहेको पार्क हो। यो पार्कमा चाहिँ मन्दिर पनि छ।